अहिले विष्णुमती नदीको अवस्था हेर्नुस्। हामी जनता कस्ता छौँ, सम्बन्धित निकाय कस्तो छ, के गरिरहेको छ सम्बन्धित निकायले भन्ने कुरो हजुरले देख्न सक्नुहुन्छ। अहिले म काठमाडौँ महानगरपालिका 16 नम्बर वडा नयाँ पुलभन्दा अलिकति माथिबाट यो भिडियो बनाइरहेको छु, जहाँ त्यहाँ पनि यसरी ढल विष्णुमती नदीमा मिसाइएको छ। फोहोर मैला कम्पनीका गाडीहरू यसरी किनारमा राखिएका छन्, नदीमा यसरी फोहोर फालिएको छ। अब हामी जनता पनि कस्ता छौँ। अब अर्को यहाँ तपाईँ देख्नुहुन्छ यी अर्को ढलले यसरी विष्णुमती नदीमा चाहिँ ढल यसरी चाहिँ हुत्तिरहेको छ। हामी कहिले सुध्रिने, हामी कहिले सचेत बन्ने, हामीले कहिले यो हाम्रो चाहिँ पवित्र नदीलाई चाहिँ सफा र सुन्दर राख्ने, कहिले स्वच्छ बनाउने, कहिले ढलमुक्त बनाउने भन्नुहोस् त। हेर्नुहोस् त यो दुर्दशा। यही हेर्न आउने हो नि त विदेशी पर्यटकहरू नेपालमा, यही दृश्य हेर्न आउने विदेशीहरू। यही हो समृद्ध नेपाल भनेको, यही हो। ल हेर्नुहोस् त नदीमा के बगिरहेको छ। आज 2081 साल चैतको 30 गते शनिबार हामीले खुसीमा सफाइ सकेपछि मात्रै भर्खर यता म फर्काउँदैछु। म अहिले यस्तो अवस्थामा छु, हजुरले देख्न सक्नुहुन्छ। पानी परिरहेको छ। अनि मैले हजुरहरूलाई यो दृश्य पनि देखाउन मन लागेर म हजुरहरूलाई यो दृश्य देखाएको। अब यस्ता दृश्य हामी देखाइ छौँ। सम्बन्धित निकायको कान छैन, देख्दैन, कान छैन, सुन्दैन, आँखा छैन, देख्दैन, नाक छैन, सुक्दैन, दिमाग छैन, बुझ्दैन। हेर्नुहोस् के गर्ने। यही हो त हाम्रो नदीलाई अब यस्तै अवस्थामा राखिरहने हो त। यसैको लागि हो हामीले तपाईँहरूलाई चाहिँ भोट दिएर जिताएर पठाएको। अनि राष्ट्रको चाहिँ यो राष्ट्रको सेवा गर्छु भनेर चाहिँ कसम खाएर जाहिर खाने कर्मचारीहरूको पनि यही हो त काम। तपाईँहरूले यही हो गर्ने। यसैको लागि तपाईँहरू जाहिर खानुभएको, राष्ट्र समृद्ध बनाउँछु भनेर राष्ट्रको कसम खाएर राष्ट्रको वफादार चाहिँ कर्मचारी बन्छु भनेको यही हो त। देशलाई समृद्ध बनाएर चाहिँ म हाम्रो सभ्यता, संस्कृति, संस्कार जोगाउँछु, पहिचान बचाउँछु, स्वाभिमानी बनाउँछु, सुखी नेपाली बनाउँछु भनेको यही गर्न हो त। जनप्रतिनिधिज्यूहरू, वडा अध्यक्ष, मेयर, सांसद, मन्त्रीहरू, प्रधानमन्त्रीज्यूहरू, हरेक पार्टीका प्रमुखज्यूहरू यसैको लागि हो त। तपाईँहरू हामी सबै हर नेपाली सर्वसाधारणदेखि चाहिँ मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्म सबै सचेत हुनुपर्छ, सजग हुनुपर्छ, चेतनशील हुनुपर्छ। आफ्नो राष्ट्रलाई माया गर्नुपर्छ, सभ्यतालाई माया गर्नुपर्छ, आफ्नो सभ्यता, संस्कृति, संस्कार बचाउनुपर्छ, हरियाली बनाउनुपर्छ, पर्यावरण बचाउनुपर्छ, वातावरणलाई जोगाउनुपर्छ। हामी सबै स्वस्थ सुखी बन्नुपर्छ भन्ने भाव सबैमा आओस्। जय सरसफाइ, जय बागमती, जय विष्णुमती, जय पर्यावरण, जय सभ्यता, जय संस्कृति, जय देश, जय राष्ट्र।